के छ भाइ कता हो के आज भोलि त काममा आएको पनि देख्दैन के भएछ के हो फोन छैन आजभोलि दाइ आज 1-2 दिन भयो बिरामी भएको पनि रुममै छु घरदेखि पनि फोन आएको आइछ पैसा पैसा मात्र भन्छ कम्पनीमा पनि आज फोन गरेको थियो साउले भोलिदेखि ड्युटी आइनेछु भने अर्को मान्छे राख्छु नत्र निकालिदिन्छु भन्दैछ त्यो नि दाइ घरतिरको समस्या टार्ने कि आफ्नो समस्या टार्ने ठिकै छ के गर्ने त आफ्नो ख्याल गर अब यस्तै हो परदेशको ठाउँ काम नगरे भने अब सबैले यस्तै भन्छ राम्रो काम गऱ्यो भने अच्छा के बहादुर भन्छ हाम्रो तारिफ गर्छ हल्का अब तारिफ गरे जस्तो गर्छ यस्तै भाइ के गर्ने परदेशको ठाउँ राम्रो गरे राम्रो नराम्रो गरे नराम्रो हुन्छ अब के गर्ने परदेश आइसके नगरी नहुने हुन्छ ठिकै छ त्यही पनि आफ्नो ख्याल गर आफ्नो केयर गर होइन भोलि कुरा यसो हाम्रो छुट्टी दियो भने भेटघाट गर्न आउनु लागि क्या ल केही गरेर राम्रोसँग बस भाइ है के ल हुन्छ दाइ म पनि आराम गर्छु भर्खर औषधि खाएँ यति हजुरको भोलि टाइम लिएको भने आउनु नि त दाइ म पनि आराम गर्छु भर्खरै औषधि खाएँ ल हुन्छ दाइ ल हस्